छुट्टै पनि छैन। यो सेसन हो दुईटा, यो क्लास पनि होइन, हामीले हजुरलाई केही पढाउने पनि होइन, हजुरहरूमा भएको कुरालाई उजागर गरिदिने मात्रै हो। त्यहाँ पछाडिको टपिक हजुरहरूले बुझ्नु भएको छ, त्यसमा हजुरहरू त्यही रोलमा हुनुहुन्छ धेरै जस्तो होइन। हजुरले गरिरहनु पनि भएको छ, मात्र हामीले हजुरहरूले गरेको चिजलाई एकअर्का बिच गरेको चिजलाई यस्तो थियो, यसरी गर्दा अझ लय हुन्थ्यो भन्ने मात्रै हजुरबाटै सिक्यौँ। हामी दुवैजना त्यस्तो पढाउने विज्ञ पनि होइन, हामी आफ्नो आफ्नो ठाउँका अरू केही विज्ञ होला, तर क्लास लिने खालको होइन। त्यो बेलालाई एउटा कन्भेन्सनल क्लासको रूपमा नबोलिनु होला। यो एउटा सेसन हो, एउटा ट्रेनिङ जस्तो, एउटा प्र्याक्टिकल एप्रोचवाला हो। तर छोटो छ, सरले 1 घन्टा लिनुहुनेछ। टपिकहरूले देखिसक्नु भएको छ, टाइम म्यानेजमेन्ट र टिम बिल्डिङ छ। म टिम बिल्डिङको बारेमा एउटा सानो गेम खेलाउने छु, जुन हजुरहरूमध्ये धेरैले टिएलएलआई पनि खेल्नु भएको छ। त्यो बेला केही कमी भएको भए अहिले त्यसमा अझ इम्प्रुभमेन्ट हुनेछ। सुरुमा गभर्नर साहब आउँदै हुनुहुन्छ, हामी 21-22मा चाहिँ उहाँकै प्रेरणाले पढेको। सरले अब त्यो हामीलाई यस्तो गर्नुपर्छ भन्नु हामीलाई सही कुरा हो। हाम्रो के छ भने यो मेम्बर बेस्ड अर्गनाइजेसन छ, कति क्लबको छ कति मेम्बर भन्ने लाग्छ कहिलेकाहीँ, तर सङ्गठनको गुणै त्यस्तो छ कि क्लब खोल्नुपर्छ भन्ने छैन, मेम्बर फर्मल हुन्छ। तर मेम्बर बेस्ड अर्गनाइजेसन र सर्भिस गर्दिन भने पनि नपाउने, मेम्बर पनि गराउँदिन भने नपाउने, त्यस्तो खालको छ। त्यो हजुरहरूलाई त के भने थाहै छ, गरिरहनु पनि भएको छ। अब गभर्नर साहब आइसकेको हुँदा र हाम्रो सानो अनुरोधमा पनि हाम्रा लिडर्सहरू हामी बिच हुनुहुन्छ, हामीलाई अब्जर्भ गर्नको लागि त्यहाँ सबै लिडर्सहरूलाई पनि रुरल डिस्ट्रिक्ट गभर्नर साहब, आइसिसी गभर्नर, सिनियर लिडर्सहरू सबै र हाम्रा क्लस्टर चिफहरू जो सानो सूचना पनि प्रेसिडेन्टज्यूहरूलाई उपस्थित गराइदिनु भयो, यहाँहरू सबैलाई पहिला त धेरै आभार व्यक्त गर्छु। आज यो सेसनमा हामीले 1-1 घन्टाको सेसन हुनेछ। कहिलेकाहीँ प्रश्नावलीको कारण थोरै बढ्न सक्छ र हामी खाना खाएर छुट्टिनेछौँ। अब आज हजुरको शीर्षकै हेर्नुहुन्छ, बिल्डिङ हाई पर्फर्मेन्स टिम्स, रोल अफ क्लब प्रेसिडेन्ट छ। आदरणीय पिडिजी रामप्रसाद भट्ट सरले टाइम म्यानेजमेन्टको बारेमा र मैले टिम बिल्डिङको बारेमा सानो सेसन लिनेछु। त्यसलाई कन्भेन्सनल सेसनको रूपमा नबुझेर एउटा अन्तर्क्रियात्मक सेसनको रूपमा बुझिदिनु होला र हामीहरू यहाँहरूबाट सिक्नेछौँ। हामीले हजुरलाई सिकाउनु पर्ने केही छैन, वी आर द मोटिभेटर। हामीले हजुरलाई सहज मात्रै गर्ने हो। त्यसैले सहजकर्ताको रूपमा 2 जना अगाडि छन्। हजुरले हामीलाई एउटा पासिसी गभर्नर र क्याबिनेट सेक्रेटरीको रूपमा नहेरेर यो डिस्ट्रिक्ट 325 B2 को चाहिने संसारमा सबभन्दा ठुलो कीर्ति राख्ने गभर्नर साहब हुनुहुन्छ उहाँ। त्यतिखेर हाम्रो चाहिने त्यस्तो खालको कीर्ति राख्ने अवसरहरू कहिलेकाहीँ जोड्छ। त्यसले हामीहरूलाई के हुन्छ भने यस्तै समाजको बिचमा जाँदा गर्वको अनुभूति दिलाउँछ। 106 आफ्नो पालामा 176वटा क्लब, 42 भन्दा बढी एमजिएफ होइन, अनि धेरै सर्भिसका 5 लाखभन्दा बढी मान्छेलाई सेवा, प्रत्यक्ष र अप्रत्यक्ष सेवा गरेर संसारभरि नाम दर्ज गरिसक्नुभएका गभर्नर सर हुनुहुन्छ, पार्टी गभर्नर हुन्छ र संयोगले म प्रेसिडेन्ट हुँदाको गभर्नर पनि हुनुहुन्छ। डाक्टर गङ्गा यहाँ साथ हुनुहुन्छ, 2021-22 का प्रेसिडेन्ट, हाल क्याबिनेट सेक्रेटरी र हाई पर्फर्मिङ प्रेसिडेन्टको रूपमा डाक्टर गङ्गाले 18वटा लायन्स क्लबहरूको एक्सटेन्सन गर्नुभएको छ र एउटा पेसाले सर्जन, अन्कोलोजीमा उहाँ सर्जरी पेसा गर्नुहुन्छ, तर लायन्सको सेवा यात्रामा अहिले करिब 5000 जना लायन्स साथीहरूको एउटा आँखाको नानीको रूपमा तपाईँहरू हामी सबैका माझ हुनुहुन्छ र छोटो समयमा लायन्सको यात्रामा आफूलाई नेतृत्व विकासमा अब्बल एउटा व्यक्तित्वको रूपमा स्थापित गर्न सक्ने स्वयं दीक्षित डाक्टर गङ्गा यहाँहरूको माझ आज फ्याकल्टीको रूपमा हुनुहुन्छ। उहाँले टाइम बिल्डिङ भन्ने सब्जेक्टमा यहाँहरूसँग साक्षात्कार गर्नुहुनेछ। थ्याङ्क यू सर। यो परिचय हाम्रो कन्भेन्सनल परिचय थियो, गलत थियो या सही थियो हामी पछि भन्नेछौँ है। अब उपरान्त म लायन गङ्गा सापकोटा मात्रै हो, सर छ
हिसाब अब हजुरहरूलाई 1 मिनेटको समय दिनेछ प्रेसिडेन्टज्यूहरूलाई टाइम हेर्दै हुनुहुन्छ आदरणीय लायन इन्दिरा पाण्डेले म अनुरोध के गर्न चाहन्छु भने हरेक 1 मिनेटको परिचयमा टाइम 1 सेकेन्ड पनि बढी नलिदिनु होला र के भन्यो भनेर बिर्सिनु होला र तपाईँलाई के लाग्छ साथीको परिचयमा त्यो टिप्नु होला जे लाग्छ त्यो टिप्नु होला त्यो पछि रिफ्लेक्ट हुन्छ क्लासको त्यो मोडलै त्यही हो है म यहाँलाई अनुरोध गर्न चाहन्छु दोस्रो कुरा हामी दुवैजनाले सिक्छौँ हजुरहरूसँग हामी सिक्छौँ हामीबाट यहाँले सिक्नुहुन्छ भनेको अन्तर्क्रियात्मक यो सेसन हो यसलाई ट्रेनिङ सेसनको रूपमा लिनु होला यो प्रेजेन्टेसन होइन थ्याङ्क यू 1 मिनेट भनेपछि यहाँले ध्यान रहोस् सम्बोधन गर्नु परेन यहाँ सबै हामी अहिलेलाई सेसनमा बराबर छौँ हजुरले 1 मिनेटमा के भन्न सक्नुहुन्छ भन्नु होला 1 मिनेट पछि भनेकोलाई हामीले त्यति महत्त्व दिँदैनौँ नलन्छ है त्यही भएर मैले सुरु गराएँ सम्पूर्णमा मेरो नमस्कार म लायन ज्योति भण्डारी पौडेल एलसी चितवन युथ सहपत्रीको प्रेसिडेन्ट आज लामो समयपछि सबैसँग चाहिँ भेटघाट हुँदै यो कार्यक्रम र केही सिक्न पाउँदा केही जान्न पाउँदैछु मैले आफूलाई अझै विकास गर्नेछु मेरो क्षमतामा अझै विकास हुनेछ भनेर म एकदम खुसी छु मेरो बसाइ भरतपुर महानगरपालिका वार्ड नम्बर 3 मेरो एक श्रीमान 2 छोरी हस् धन्यवाद सबैलाई नमस्कार म तुलसीराम भण्डारी लायन्स तुलसीराम भण्डारी हाल नवलपुर अतुल्य प्रेसिडेन्ट म 2020-21 देखि लायन्स क्लबमा आबद्ध भएँ हाल 25-26 मा पनि लायन्समा काम गर्दै यहाँसम्म आइपुगेको छु यहाँ आइपुग्दासम्म लायन्स क्लबबाट म धेरै काम गर्ने शैलीहरू सेवाका कामहरू थुप्रै कामहरू सिक्दै आइसकेको छु यो सेवाको कामहरू गर्नको लागि लायन्स क्लबले दिएको योगदानलाई धन्यवाद प्रकट गर्दछु नमस्कार म लायन्स सुदर्शन पौडेल लायन्स क्लब अफ चितवनबाट अब मेरो बसाइ चाहिँ भरतपुर क्षेत्रको नजिकै छ अब यो लायन्सको यात्रामा सेवामा समर्पित मन लिएर आएको 2012 सालदेखिबाट हो अहिले हाल 25-26 प्रेसिडेन्ट अब यहाँको सुझाव सल्लाह र यहाँको चाहिँ अब समाजमा सेवा गर्ने अरू मौकाहरू चाहिँ आइडियाबाट चाहिँ म कमेन्ट गर्नेछु 25-26 को अध्यक्ष म लायन क्लब बस्ने मेरो बसाइ पूर्व चितवन घडी नगरपालिका 4 हाल भरतपुर महानगरपालिका 11 र मेरो व्यवसाय जोशीमा म आबद्ध छु र लायन्सको यात्रामा चाहिँ मेरो 2021 मा म आबद्ध भएँ र मैले यस वर्षमा 4वटा क्लबलाई एसोसिएसन गरी 5वटा एमजिआर क्लबलाई डोनेसन गरी र आज मैले गरेका सेवाहरू मैले इच्छाका माने गाउँपालिका मैले चाहिँ 15-16 लाख पर्ने मिसन त्यहाँ चाहिँ सहयोग गरेँ र अनेक कामहरू मैले गर्दैछु र अब आउने मेरो बाँकी अवधिमा पनि मैले लायन्सबाट गर्ने सेवाहरू चाहिँ निरन्तर रहेको छ म लायन्सको यात्रालाई मैले चाहिँ अनवरतमा लानेछ भन्ने मेरो आफ्नो निरन्तर छ लायन्स सबैलाई नमस्कार म लियो लाइन आत्मारामले मेरो यात्रा चाहिँ लायन्स भन्दा पहिला लियोबाट भएको म लियो 2021बाट लियोबाट बिस्तारै लियो हुँदै लायन्समा आइपुगेँ लायन्स क्लब अफ देवघाट चौधरीको चाहिँ लायन्स क्लब अफ देवघाट चाहिँ संस्थापक अध्यक्ष भएर अहिले लायन्समा काम गर्ने मौका पाएको छु यसको लागि धन्यवाद लायन्स क्लब अफ चितवन नगरपालिका समिति र मेरो हाल बसाइ भरतपुर 7 छ र हाम्रो लायन्स क्लब अफ चितवन नगरपालिका समिति हालसालै मेरो क्लब भएको हुनाले र हाम्रो क्लब चाहिँ हामी समाजसेवामा हाम्रो क्लब जुन दिनदेखि इस्टाब्लिस भयो त्यो दिनदेखि हामी एकदम टिमवर्क गर्दै समाजसेवामा हामी अगाडि बढिरहेका छौँ धन्यवाद घर मेरो क्षेत्रको म लायन्स क्लब भरतपुर चौधरीको अध्यक्ष र अक्सफोर्ड कलेजको नेपाली शिक्षिका र मैले सेक्रेटरी गङ्गाराज साहब र गभर्नर साहबको निर्देशन लिएर आज
आजसम्म यहाँ आइरहेको छु र अघि पनि म उहाँसँग सोध्दै सोध्दै अगाडि बढ्नेछु र क्लबलाई अगाडि बढाउने जमर्को गर्नेछु भन्दै हस्त धन्यवाद सबैलाई नमस्कार। मेरो नाम विष्णु देवी तिवारी, म लायन्स क्लब अफ भरतपुर चौतारीको सचिव। विगत 15-20 वर्षदेखि म लायन्समा आबद्ध छु। बिचमा अलिकति निष्क्रिय भएँ, अहिले फेरि सक्रिय भएर लाग्ने प्रयासमा छु। अब यो मौकाको फाइदा मैले 1 मिनटभित्र उठाउनै पर्छ। छन्दकाव्य प्रतिष्ठान, म एउटा साहित्य सेवी भएको नाताले छन्दकाव्य प्रतिष्ठानको सहसचिव। आज मैले एउटा पत्र पनि लिएर आएको छु। यही मिति 2082 चैत 7 र 8 गते चितवनमा गजल मुसायरा तथा पर्यटन प्रवर्धन कार्यक्रम हुँदैछ। यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा। साथै यथाशक्ति मैले पत्र सबैलाई दिँदैछु, सहयोगको अपेक्षासहित। नमस्कार, शुभ दिन। लाइन्समा आएँ। मेरो एउटा साथीले हजुर यहाँ आर्मीको मान्छे अलिकति सोसल हुनुपर्छ भनेर आएँ। यस विषयमा मलाई केही थाहा थिएन। अहिले आउँदा आउँदै अब 27-28 को प्रेसिडेन्ट हुन्छु लायन्स क्लब अफ गैंडाकोटमा। हजुरहरू सबैले एउटा सिकाउने क्रममा सिक्दै गएको छु। अगाडि अब लायन्स क्लब अफ गैंडाकोटमा राम्रोसँग काम गरौँला भन्ने मेरो एउटा आश छ। त्यसमा पहिलो म बोल्न पाएको माइक पहिलोपटक हो, त्यही भएर थाहा नलिनु होला। धन्यवाद। अभिवादन। मर्निङ क्लब। म लायन प्रहलाद पन्त। विगत लामो समयदेखि अब भन्नुपर्दा यो क्लबदेखि चाहिँ मेरो लायन्सबादमा चाहिँ श्रवण पर्छ। 2004देखि म न्यू क्लब रत्नगरमा आबद्ध भएँ। 2009-10मा न्यू क्लब अफ रत्नगरको प्रेसिडेन्ट बन्ने सौभाग्य मिल्यो। त्यसपछि मेरो लायन्स यात्रा सुरु भयो। म लायन्स क्लब अफ चितवन राइनो सिटीमा ट्रेजरको रूपमा पनि 2014-15मा त्यो भूमिका निर्वाह गरेँ। त्यसको दौरानमा म वैदेशिक यात्रामा रहनुभयो। 8-10 वर्ष मेरो लियो लायन्सको चाहिँ म नेपालमा नभए पनि मैले वैदेशिक यात्रा रहिरहँदा पनि आफ्नो मेम्बरसिप एज चाहिँ गाइडिङ लाइन हुनुहुन्छ निरज श्रेष्ठ, जसले मलाई यो क्लब अफ रत्नगरबाट गएर यहाँसम्म ल्याउनु भयो। उहाँ आज उहाँकै प्रेरणाले म आज यहाँसम्म आइरहेको छु र अहिले हाल म लायन्स क्लब अफ चितवनको नेसनल पार्कको प्रेसिडेन्ट छु। र त्यसै गरी अब लायन्स क्लबलाई धन्यवाद छ। नमस्कार, म चाहिँ अहिले 25-26 प्रेसिडेन्ट शकुन्तला देवी, चितवन महाराजको अध्यक्ष। बसाइ चाहिँ हाल भरतपुर 5 नारायणपुर। पेसाको हिसाबले चाहिँ म सौन्दर्य सङ्गठन नेपालको अहिले चितवन जिल्लाको जिल्ला उपाध्यक्ष पनि छु। त्यसमा आबद्ध रहेर लायन्स क्लबमा म 6-7 वर्षको दौरानमा अहिले आएर प्रेसिडेन्ट भएको पाएको छु। यो श्रेय चाहिँ मेरो संस्थापक अध्यक्ष लक्ष्मी थापा म्यामजीलाई चाहिँ म एकदम हृदयदेखि नै सम्मानका साथ आभार गर्दछु। उहाँले आज यहाँसम्म ल्याउनु जुन सेवामा हात हाल्नु, आफूलाई स्वास्थ्य राखेर निस्वार्थ भावमा एउटा समाजसेवामा हात राख्ने जुन मैले यो अवस्था ठाउँ पाएको छु, यसमा एकदम धेरै म खुसी छु। र अहिले जुन यो कार्यक्रममा पनि उपस्थित भएर हजुरहरू समक्ष केही सिकेर, केही हजुरहरूसँग प्रेरणा र केही सिकाइको कामहरू लिएर सफल रूपमा बिहानीको नमस्कार, सम्बोधन गरे। म लायन पार्वती घिमिरे, रत्नगर समितिको प्रेसिडेन्ट। 8-9 अध्यक्षको रूपमा स्थापित भइरहँदाखेरि धेरै खुसी भएको छु र आज मैले यस लायन्स क्लबबाट गर्नुपर्ने हाम्रो जुन कामहरू छ सम्पूर्णलाई मैले पार गर्दै अगाडि बढिरहेको छु। हजुरहरूको आशीर्वादले भनौँ, हजुरहरूको प्रेरणाले मैले अगाडि बढ्ने जुन अवसर पाएँ त्यसको लागि सम्पूर्णलाई लायन्स क्लबका सम्पूर्ण साथीहरूलाई धन्यवाद टक्राउँदै आजको यस कार्यक्रममा हामीले बुझ्न जिज्ञासा जुन लिएर आएका छौँ त्यो आवश्यक कुरा पनि छ र पछि यसपछि हामीले काम त्यसलाई निरन्तरता दिनेछौँ। सम्पूर्ण साथीहरूलाई, मेरो लायन्स क्लबको साथीहरूलाई धन्यवाद टक्राउँदै मेरो घर रत्नगरतिर सम्पूर्ण लायन्स अध्यक्षहरू र
लाइन्स साथीहरूमा शुभ बिहानी भन्न चाहन्छु र सबैलाई नमस्कार। र म यो लाइन्स क्लबमा चाहिँ 2019मा चाहिँ स्थापना भएको, त्यहाँबाट संस्थापक हुँदै हुँदै अहिले चाहिँ म 2025-26मा चाहिँ लाइन्स क्लब अफ रत्नगर लेडिजको अध्यक्ष लाइन्स सन्जु रिजाल। र यो लाइन्स क्लबमा लाग्दै गर्दाखेरि मलाई यो सेवा भावना, निस्वार्थ सेवा भावना रहेर आफूभन्दा तल रहेका मानिसहरूलाई सेवा गर्ने भन्दाखेरि म त्यसमा धेरै नै खुसी भएर म खास गरी लाइन्स क्लबमा आबद्ध भएको छु। र मैले यहाँ आज अर्गनाइज गर्नुभएको छ कार्यक्रम, त्यसमा मैले केही कुराहरू सिकेर र सिक्ने पक्कै सिक्नेछु भन्दै, र म एउटा व्यवसाय पनि हो, मेरो एउटा जातीय ग्रुप भन्ने एउटा प्रोडक्ट पनि छ र हामी त्यो उत्पादन पनि गर्छौँ भन्ने मेरो आफ्नो यही 2 शब्दले। म लाइन्स क्लब पढाएको अध्यक्ष हो, तर म लागेको चाहिँ 2023बाट लागेको। अलिकति सिक्दा पनि हाम्रो क्लबका मेम्बर भएर मेरो चाहिँ प्रेसिडेन्ट हुने रोलमा आएको थिएन, त्यति म हुन गएको अहिले 25 वर्षको लागि। अब सिक्दैछु, अब नयाँ छु, अब यहाँ धेरै साथीहरू भएर म आफै पनि कसो गर्ने भन्ने छु अहिले। तै पनि अगाडि बढ्दैछु, क्लब ममा दिएको छुइनँ। क्लबको मेम्बर सायद थोरै छ र पूर्व साथीहरू पनि, अब पूर्व अध्यक्ष पनि खासै सम्पर्कमा हुनुहुन्न। यसै छ, अब म अब अहिले यहाँ विभिन्न कार्यक्रमहरूमा सहभागी भएर थोरै थोरै सिक्दैछु। म लाइन दुर्गा रामसानी, म चाहिँ चितवन प्रेसिडेन्ट, म चाहिँ भाग्यमानी प्रेसिडेन्टमा पर्छु, किनभने लाइन यात्रा सुरु गर्ने बित्तिकै प्रेसिडेन्ट हात पार्ने एउटा व्यक्ति पनि हो। सबैप्रति एकदमै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस क्रममा यो लाइनको यात्रामा मलाई यहाँसम्म ल्याउन सपोर्ट गर्नुहुने मेरा क्लबका 4 प्रेसिडेन्ट विक्रम केसी सरलाई धन्यवाद, डिजिटललाई धन्यवाद, क्लस्टर चिफ लगायत जोड प्रशासनलाई पनि मेरो तर्फबाट हार्दिक आभार। यो यात्रामा मैले धेरै कुराहरू सिक्ने अवसर पाएँ र सेवाभावमा समर्पण गर्ने एउटा सुनौलो अवसर प्रदान गर्ने सम्पूर्णलाई यात्रामा जोडिनुभएका साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। र यो यात्रालाई निरन्तर आगामी दिनहरूमा पनि अगाडि बढाउने उत्साह अझै मरेको छैन। र यो यात्रामा सबै क्लबका मेम्बरहरूलाई पनि धन्यवाद दिन चाहन्छु। म लाइन्स जनक पौडेल, लाइन्स क्लब अफ गैँडाकोट मौला कालिकाका अहिले वर्तमान 2025-26 को अध्यक्ष र मेरो बसाइ गैँडाकोट 8 नवलपुर। र विभिन्न 2019-20मा लाइन्समा आबद्ध भएदेखि आजसम्मको यात्रा मैले गर्दै अहिले 2025-26मा अध्यक्ष भएको जानकारी गराउन चाहन्छु। र अन्तमा आफ्नो व्यवसाय पनि भएको र व्यावसायिकता पनि आफ्नो चाहिँ छुट्टै भएको एउटा पेसाले एउटा व्यावसायिक भएको एउटा जानकारी गराउँदै, र लाइन्समा मैले रियलालाई र रियलालाई पनि बाट पनि म निश्चित भएको जानकारी गराउँदै मेरो आफ्नो यो छोटो इन्ट्रोडक्सन यहाँ समापन गर्न चाहन्छु। हस्, धन्यवाद। म दिपेश रेग्मी, प्रेसिडेन्ट अफ लाइन्स क्लब अफ चितवन उत्तर गङ्गा। म चाहिँ I think I'm only privileged one to be the president for the second time regularly, except Dr. Ganga, if I'm not mistaken. So I'm very privileged, and thank you all for this support I got from all the fellow Lions as well. And as a professor, I am a service providing importer from China. So if anybody has to import anything, you can directly contact me. And also, I am the founder of Wise Advent Chittuman, which is also an AI company. Thank you. मेरो बसाइ घरको नाउँ हाकिमचो 2015-16 देखि म लाइन्समा सदस्य, कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै आज अध्यक्ष भएको छु। र यहाँसम्म आइपुग्दा मैले धेरै नै सिक्ने अवसर पाएको छु। इएलएलआई जस्ता कार्यक्रमहरू पनि मैले सहभागी भएको छु। मलाई रामबहादुर गुरुङ, म एलसी भक्तपुर मिटाउनको 25-26 को अध्यक्ष। मेरो बसाइ भक्तपुर 11 मेरो गुन्जटोल र मेरो लाइनिजमको यात्रा 2021बाट सुरु भएको र मेरो पेसा चाहिँ आइजिआई पोलिटिकल इन्सुरेन्स कम्पनी लिमिटेड नानगढ शाखामा चाहिँ शाखा प्रमुखको रूपमा कार्यरत छु।
भन्दै यो परिचय दिन चाहन्छु। धन्यवाद। म लायन्स सेल्स मेम्बर, म लायन्स क्लब अफ चितवनको चार्टर मेम्बर र हाल यसै क्लबको 25-26 को प्रेसिडेन्ट। मेरो बसाइ भक्तपुर 12 र पेसाले म निर्माण सामग्री हाट व्यवसाय। हस्, धन्यवाद। म दिवासा लाइसाने लायन्स क्लब अफ चितवन सिलेक्टनको चार्टर प्रेसिडेन्ट। म 23 देखि लायन्स यात्रा सुरुवात गरेको थिएँ। मेरो बस 10 चितवन गौतम। म सुभाष कुमार तिवारी, मेरो घर माडी 4 खैरनीको। म लायन्सको यात्रामा 2024-25 मा लायन्स क्लब अफ माडीको गठन गरेर माडीको म चार्टर प्रेसिडेन्टको रूपमा 24-25 र 25-26 दुईटै कार्यकाल चाहिँ एउटा छोटी मौका पाएको छु। मेरो पेसाले म व्यवसाय गर्छु र अस्थायी रूपमा म भरतपुर 9 मिलन टोलमा बस्छु। धन्यवाद। मेरो नमस्कार, मेरो नाम चाहिँ राजेश शर्मा पौडेल। मेरो होम क्लब चाहिँ लायन्स युथ अनि म हाल प्रेसिडेन्ट। मेरो घर चाहिँ भरतपुर 3। मेरो पेसा छ, मेरो पेसाले म शिक्षक प्लस मेरो शिक्षक संस्थाको प्रोमोटर पनि हो। म सेवा दिँदै आएको छु। यो क्लबको सेवा दिनलाई हो, त्यही भएर अब पनि सेवा निरन्तर दिइरहेको छु। म रामकृष्ण कोइराला, मेरो बसाइ कोइरालाकोट 1 नम्बरको। पेसागत रूपमा म शिक्षक। म लायन्स क्लब अफ बागेश्वरी डाइनामिकको प्रेसिडेन्ट। विशेष गरी मेरो लायन्समा आबद्धता 2021बाट र विविध यो लायन्स अगमजीहरूको साथ सपोर्ट र उहाँहरूको यो मार्गदर्शनमा लायन्स क्लबलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अब पनि यो सेवाको कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता। म विष्णु ढक्का, लायन्स क्लब अफ चितवन सूर्योदयको चार्टर प्रेसिडेन्ट। मेरो बसाइ भरतपुर महानगरपालिका वडा नम्बर 12। म 24-25 र 25-26 को प्रेसिडेन्टको रूपमा कार्यरत छु। मेरो पेसा म पूर्व लीलावती तर्फको चाहिँ कर्मचारी थिएँ। अहिले मैले सामाजिक रूपमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको छु र अब लायन्सको ट्रेनिङ मध्ये मैले ELLI र TOT का तालिमहरू लिएको छु। यसै सिलसिलामा आज यो पनि कार्यक्रममा सहभागी हुन पाउँदा मलाई साह्रै खुसी लागेको छ। हस्, धन्यवाद। लायन्स क्लब अफ सौरा वाइल्डलाइफको वर्ष 2025-26 को अध्यक्ष। लाइनिजमको यात्रामा 2016 सालदेखि म लाइनिजमको यात्रामा लागेँ। आफ्नो होम क्लबको विभिन्न पदहरूमा रहेर अहिले वर्ष 25-26 को अध्यक्ष हुन पाउँदा र यो समाजसेवाको काम गर्न पाउँदा धेरै नै खुसी लागेको छ। आफ्नो वर्षलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेकै छु र पेसाले चाहिँ म पर्यटन व्यवसाय। यही भन्दै मेरो परिचय भन्दै गर्छु। म लियो लाइन प्रसाद अधिकारी, लायन्स क्लब अफ चितवन सौरा युथको अध्यक्ष र म लियो क्लब चितवन सौरा युथको चार्टर प्रेसिडेन्ट हुँदै आजको दिनमा लायन्समा प्रवेश गरेको छु। हस्, धन्यवाद। म लायन प्रकाश बेदी, लायन्स क्लब अफ बागेश्वरी गैँडाकोट सिटीको फर्स्ट भाइस प्रेसिडेन्ट र मेरो बसाइ गैँडाकोट वडा नम्बर 5 र मेरो व्यवसाय कुरा गर्दाखेरि म एउटा कम्प्युटर टेक्निसियन पनि हो। कम्प्युटर रिपेयरिङ गर्छु र अब आउने 26 को चाहिँ म प्रेसिडेन्ट। धन्यवाद। लायन्स साथीहरूमा मेरो नमस्कार। मेरो नाम चन्द्रप्रसाद उपाध्याय, प्रेसिडेन्ट एलसी चितवन सेन्टर। म 2007 देखि लायन्समा इन्ट्री भयो। लामो समय चाहिँ इनएक्टिभमा थिएँ, तर लायन्सको महत्त्व तथा चाहिँ साथीहरूको माया म अहिले छोड्न सकिनँ। आज म 25-26 को चाहिँ प्रेसिडेन्ट भएर एक्टिभ रूपमा लागिरहेको छु। धन्यवाद। म लाइन नवराज रिजाल, मेरो क्लब चाहिँ लायन्स क्लब चितवन अर्गनाइज। अहिले 25-26 को प्रेसिडेन्ट हो।
वर्षदेखि यो लाइन्समा जोडिएको चाहिँ 2024-25बाट अविनाश श्रेष्ठ, लायन्स क्लब अफ माननीय प्रेसिडेन्ट। म लायन्स बादमा लागेको 2004 देखि यो क्लब अफ नारायणको संस्थापक कोषाध्यक्षबाट सुरु गर्दै आज को अध्यक्षको रूपमा रहेको छु। लायन्स क्लब अफ चितवन वर्षको वर्ष 2025-26 को अध्यक्ष 2015-16बाट लायन्स क्लबको मा एन्ट्री हुँदै 2025-26 मा आइपुग्दा चितवन वर्षको क्लब अध्यक्षको हैसियतमा छु। साथसाथै क्लबमा यालाई टियालाई लगायत अन्य सर्भिसका कार्यहरूमा पनि जोडिरहेको कुरा जानकारी गराउँदै बिदा हुन्छु। धन्यवाद। म लाइन राजेन्द्र घिमिरे, मेरो होम क्लब चितवन मिड टाउन र म अहिले 25-26 को प्रेसिडेन्ट। म लाइनिजममा लागेको 2022 देखि यो यात्रामा छु। अब पनि निरन्तर लाग्नेछु भन्दै मेरो भनाइ हेर्नु मेरो 25-26 को अध्यक्ष। लाइन्समा लागेको त्यस्तै धेरै वर्ष त भएको छैन। म 2022बाट लाइन सुरु गरेको मैले। त्यसपछि क्लबको सचिव हुँदै आज प्रेसिडेन्टसम्म सफल भएको छु। लायन्स क्लब चलाउनेमा म आएपछि हामीले 26जना मेम्बर बनाउन सफल भएका छौँ र क्लबलाई अगाडि लैजाने बाटो साथ म यो बिदा हुन्छु। सम्पूर्णमा म लायन दिनेश अधिकारी, लायन्स क्लब अफ चितवन मेघनाको अध्यक्ष र साथै डिस्ट्रिक्टको टेक्निकल अफिसर। लायनिजममा लागेको भर्खर 1 वर्ष भएका छ र सिक्दैछु, बुझ्दैछु लायनिजमको कुराहरू। धन्यवाद। त्यो इन्स्टिट्युटले खोजेको परिचय नहुन सक्छ, तर जो पनि परिचय दिनुभयो एकदम राम्रो परिचय दिनुभएको छ। अब हामी एकचोटि एक्टिभिटी भन्दा अगाडि सेसनतर्फ जाँदैछौँ। पर्फर्मेन्स टिम, रोल अफ द क्लब प्रेसिडेन्ट। कोही साथीहरू प्रेसिडेन्टको ठाउँमा भाइस प्रेसिडेन्ट पनि आउनु भएको छ, उहाँहरू पनि आज प्रेसिडेन्टकै रूपमा हो। अब प्रेसिडेन्टको रोल के होला त क्लब? एउटा दुईवटा भन्नुहोस् त। हजुर आउनुहोस् एकचोटि। क्लबलाई छोटो टिम मिटिङको फोकस गरेर भन्नुहोला एउटा दुईवटा। क्लबको मेम्बरहरूलाई एउटा त मोटिभेसन गर्नु पनि हुन्छ। ओके, मोटिभेट। क्लब सस्टेनेबिलिटी ठिक छ, धन्यवाद। सस्टेनेबिलिटी बनाउनको लागि अब हाम्रो क्लबका साथीहरूलाई चाहिँ अथवा क्लबभन्दा बाहिरका साथीहरूलाई चाहिँ हामीले मोटिभेटिङ गरेर उहाँहरूलाई चाहिँ गर्नु गराएर हामी सेवाको भूमिका सेवामा काम गरेर हामीले भनेर उहाँलाई मोटिभेट गरेर उहाँलाई चाहिँ हामीले चाहिँ अगाडि लाइनमा लगाउन सकिन्छ। जस्तै सेवामूलक मात्रै नभइकन हामी सामाजिक कार्यमा पनि संलग्न छौँ भन्ने हिसाबले चाहिँ हामीले अगाडि मोटिभेट गरेर लान सकिन्छ। मुख्य उद्देश्य चाहिँ वास्तवमा भन्ने हो भने मेम्बरसिप ग्रोथ मैले बुझेको। हस्त, धन्यवाद, नमस्कार। गुड कोअर्डिनेसन हुनु पर्यो र सबै मेम्बर्सको चाहिँ कुरा सुन्नु पर्यो। क्लब प्रेसिडेन्टबाट नै सबै कुरा एथिक्सदेखि लिएर एक्टिभिटी सबै के लाग्छ? कुनै छुटेको अथवा थप्न मन छ भने डिभिजन अफ वर्क र साथसाथै अब ग्रुप कम्युनिकेसन त आइसकेको जस्तो लाग्छ है। डिभिजन अफ वर्ककै एउटा इम्पोर्टेन्ट रोल दिएको छ संस्थाले। होला हामीले आकाशतिर कहिले काहीँ हेऱ्यौँ भने भी आकारमा यिनीहरू उड्छन्। अगाडिकोले प्रोपेल गरेको इनर्जीले पछाडिकोलाई तान्न सहयोग गर्छ। त्यो थाक्छ, त्यो लिड गरेको थाक्छ, थाकेपछि पछाडि आएर बस्छ, फेरि अर्कोले प्रोपेल गर्छ। भनेपछि यसमा कोअर्डिनेसन पनि चाहियो। लिडर पनि के छ त, लिडरसिपमा रोटेसन। म एकचोटि भइसकेँ प्रेसिडेन्ट, अब म क्लबको भाइस प्रेसिडेन्ट या पर्दाखेरि ट्रेजर बन्दैन भन्नु मिलेन नि। त्यही भएर यसमा भने लिडरसिपको चाहिने एउटा चेन मात्रै नभएर प्रेसिडेन्टले पछि चाहिने प्रोपेल गर्नलाई जुन क्लबलाई चाहिने अगाडि मोमेन्टम दिनलाई पनि सहयोग गर्नु हुँदा हजुरले सहयोग गर्नुभयो। कम्युनिकेसन, कनेक्टिभिटी होइन, इन्गेजमेन्ट गर्ने होइन, अब इन्सपायर गर्ने, उनीहरूलाई चाहिने
प्रेसिडेन्टले नै हो। किन हामीले कतिपय अवस्था मैले भने नै भने प्रेसिडेन्ट हुँदाखेरि पहिलोपटक सिक्दै जान्छ। कस्तो संस्था छ भने एकपटक मात्र प्रेसिडेन्ट हुने, अब बादमा 2 पटक हुने, अर्को पटक गर्छु भनेर नहुने। त्यो वादविवादमा 10 मिनटमा बोल्नुपर्छ नि, अर्कोचोटि राउन्ड आउँदैन, त्यस्तै छ। त्यही भएर हजुरहरूले एकदम सही भन्नुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको केही छ आफ्नो एड गर्नुपर्ने छैन, त्यो सबै कुरा आयो। अब यो एकदम भेग टपिक भएको भए अरू पनि हुनसक्छ। हजुरहरूले प्रेसिडेन्टको रोल भन्नु, अब टिम र ग्रुपमा के फरक होला त? टिम र ग्रुपमा हुनसक्छ आफ्नो एउटा इन्साइट जो चाहिँ कोर टिम भनेर भनिन्छ भने ग्रुप चाहिँ डिफ्रेन्ट क्लबलाई पनि हामीले चाहिँ इनिसिएसन लिएर एउटा ग्रुप गराएर चाहिँ त्यसलाई चाहिँ इनिसिएसन लिएर त्यसलाई चाहिँ ग्रुपमा डिभाइड गर्न सकिन्छ हुन्छ भने र ग्रुपमा चाहिँ अब जम्मै टोटल पिपलहरूको ग्रुपलाई चाहिँ टिमलाई चाहिँ अथवा टिम मिलेर ग्रुप बन्ने कुरा भयो भने ग्रुपभित्र पनि सेम सेट अफ माइन्ड अफ पिपललाई चाहिँ एउटा टिम भन्न हुन्छ कि जस्तो लाग्छ मलाई। हुनसक्छ टिम एउटा ग्रुप बनेर क्लब सफल छ। एक्सेप्ट गरेर हाम्रो ड्युजमा हामीहरूको 325 आएको मान्छेले भन्दाखेरि हामी धेरै आफ्नोलाई कम आएको छौँ होइन, त्यो छ। ओभरअलमा हेर्दाखेरि सर्भिस मेन त सर्भिस बेस्ट हो नि त, त्यो एकदम राम्रो छ। त्यही पनि यी धेरै सफल क्लबहरूमध्ये सबभन्दा सफल क्लबहरूमा कस्तो खालको चिजहरू भयो भने ती सफल हुन्छन्? एउटा सर्भिसको सेक्टरमा भन्नु होला, एउटा लिडरसिपको सेक्टर भन्नु होला, यहाँ भएको बात पनि भन्न सक्नुहुन्छ। त्यहाँ मैले उदाहरणको लागि हजुरलाई जस्तो लिडरसिप राइटिङ पर्फर्मेन्स एज द लिडरको लागि होइन, सर्भिस इम्प्याक्ट टिमवर्कले हजुरहरूले भनिसक्नु भएको छ। यी बाहेक पनि हजुरलाई कुन क्लब चाहिँ एकदम जस्तो डिस्ट्रिक्टका सबै सफल क्लबमध्ये अलि बढी सफल क्लब हुनको लागि चाहिँ केले चाहिँ काम गरिराखेको जस्तो लाग्छ? एउटा कुनै प्रेसिडेन्टले भन्न सक्नुहुन्छ? अघि बोलेको बाहेक सकिला म्यामले भन्नुहोस्, भर्खरै आउनुभयो। एउटा सफल क्लब हुनको लागि चाहिँ हामीले समयमा ड्युज बुझाउनु, त्यो बेसिक भयो होइन, बेसिक भयो ड्युज बुझाउनु, बेसिक भयो सल्लाह भयो। हजुरको क्लबमा 20 जना मेम्बरसँग मानियो, 20 जना सफल बनाउनको लागि मैले देखेको चाहिँ क्लबभित्रका आर्थिक लगायत सम्पूर्ण गतिविधिहरूमा ट्रान्सपेरेन्सी, पारदर्शिता एकदम सही छ। यो एउटा त्यो तेस्रोमा नि हजुरले पहिल्यै भनिदिनु भयो, टिचर हुनुहुन्छ उहाँ जो छविको जायगा कुरा भयो नि, यी पनि स्किलहरूबाट डेभलपमेन्ट हजुरले भनेको एकदम सही छ। हजुरले चाहिँ अब यो धेरै भेट भयो, कुन खण्डमा भनिदिनु होला भने हाम्रो क्लबहरू नै सर्भिस लिडरसिप र फेलोसिप त्यो होला जस्तै छ होइन। अनि अर्को छ रेकग्निसन। क्लबमा 20 जना मेम्बर छ, काम गरेकै छ, कतिपयले दायित्व पनि लिएको छ होइन, त्यसको रेकग्निसन पनि बेला पर्दा प्रेसिडेन्टज्यूले गर्नु। जस्तो गभर्नर साहबले गर्ने डिस्ट्रिक्टकोमा गर्नुहुन्छ, क्लस्टर चिफज्यूले क्लस्टरकोमा गर्नुहुन्छ भने प्रेसिडेन्ट यति इन्डिपेन्डेन्ट चिज हो, व्यक्ति हो, व्यक्ति हो, उहाँले आफ्नो क्लबको मेम्बरलाई गरिरहनु भएको छ। धेरै चार्टर एनिभर्सरी आफ्नो डेमा होइन, त्यो रेकग्निसन एउटा गर्नुपर्छ है। भनेपछि टिम र ग्रुपको हजुरहरूले बुझिसक्नु भएको छ। पहिल्यै थाहा थियो हजुरलाई, मैले अहिले प्रकाश पार्दै मात्रै। अब यो हाम्रो आजको उद्देश्य के हो त? के जस्तो लाग्छ हजुरलाई? हामीले यत्रो हजुरहरू महत्त्वपूर्ण व्यक्तिहरूको आफ्नो समाजमा विभिन्न क्षेत्रमा बिजी मान्छेहरूको यो अहिले सेड्युलमा हामीले बोलायौँ, यसको उद्देश्य के होला? टिमको सन्दर्भमा भन्दाखेरि के जस्तो लाग्छ? कुनै एकजना प्रेसिडेन्टले भन्नु होला, तुलसी के होला आज हाम्रो उद्देश्य, अब्जेक्टिभ? आज तपाईँलाई आएको लाग्यो तपाईँको टिममा भ्याउ पाइन भन्न पनि पाइन्छ, मैले अहिले बुझिनँ भन्न पनि पाइन्छ, त्यस्तो छैन कि भन्नको लागि भन्नै पर्छ भन्ने पनि छैन। अरू साथीहरूबाट आइहाल्छ, उत्तर मबाट आउँदैन, मैले त्यहाँ लेखेका उत्तरहरू हजुरहरूबाटै आएको लेखेँ है। ल एकछिनमा सोच्छु तपाईँ के भन्नु मन लाग्छ? अन्तिम मान्छेको तर आउँदाखेरि पनि फेरि एउटा पुस्तक गराएर अलिकति प्रेसिडेन्टहरूलाई चाहिँ पठाउने काम भन्नु, अलिकति प्यासन चाहिँ हुनुपर्छ। जुन काममा पनि प्यासन भयो भने एकदम भिन्न भएको देखाउँ। त्यसै हजुरको क्लबको टिमको च्यालेन्ज हुनसक्छ, ग्याप हुनसक्छ, कसैकोमा के हुनसक्छ त कम्युनिकेसन ग्याप हुनसक्छ, टिमको ग्याप। एउटा मिडियामा पनि मिडिया
हजुर अनि सञ्चार माध्यमहरू भन्ने पनि यसलाई अनि आफ्नो नेतृत्व विकास पनि गर्ने साथीहरूलाई पनि त्यसमा जोड्दै राख्दाखेरि पनि त्यस्तो गरेको कामलाई प्रचार गरेर त्यो बेला भएको कमीलाई नै पुरा गर्नुहुन्छ है। एक्सपिरियन्स गरेर एकअर्काको सहयोग लिएर चाहिँ एकजनाले गर्यो भन्दा राम्रो काम गर्न सकिन्छ भनेपछि कतिपय टिममा चाहिने एकअर्कामा कोअर्डिनेसनको कमी हुनसक्छ। तपाईँहरूमध्ये कसैको क्लबमा कोअर्डिनेसनको कमी छ भने छ राम्रो कुरा हो है। अब लर्निङ पहिल्यै पनि सकिने कुरा होइन, अन्तिममा हजुरहरूलाई हामीले विभिन्न किसिमको टुल्स लिएर लर्न गर्न सक्नुहुन्छ। हामीले अहिले केही कार्डहरू दिएका हुन सक्छौँ, अहिले पुस्तक युज गर्न सक्नुहुन्छ, च्याटजिपिटीमा अध्ययन गर्न सक्नुहुन्छ, लाइब्रेरी चाहिँ सबै टुल्सहरू छन्, साधनहरू धेरै छन्। आज हामीले टिम बिल्डिङमा एउटा केही कागजहरू दिन्छौँ, केही पेन दिन्छौँ, त्योबाट हामीले एउटा टिम बिल्डिङमा कसरी सहयोग हुँदो रहेछ भनेर भन्नेछौँ। अब अहिले के छ भने विभिन्न कारणले हामीले प्रेसिडेन्टहरूले ट्रेनिङको माग गरेर दिन सकेका छैनौँ, त्यसमा इलेक्सन भयो ठिक छ। हामीले त्यस्तो खालको ट्रेनिङ गरिदियौँ भने मान्छेलाई बोलाउनु आर्थिक कुराहरू हुन्छ, यहाँ राख्न समयको नाश छ नि त। बेलुकातिर पनि हामीले अनलाइन गरिदिन सक्छौँ। म्यामले भनेको अवार गर्ने कुरा भन्नुभएको, तर मैले माग गर्दाखेरि कम्तीमा 30 जना प्रेसिडेन्ट त हुनु पर्यो कुनै टिचरलाई बोलाउँदाखेरि, त्यो हामी गर्छौँ। अर्को बेलुका अब यो अघि उत्तर त आइसक्यो। हजुरको आफ्नो क्लबमा म सोध्छु यो तलको हुँदा अथवा एक्स्ट्रा पनि भन्न सक्नुहुन्छ। बिगेस्ट च्यालेन्ज इन योर क्लब कम्युनिकेसन, इन्गेजमेन्ट, डेलिगेसन। अघि काम विभाजन गर्ने कुरा गरिसक्नु भएको छ। आफै सबै काम प्रेसिडेन्टले गर्ने होइन कि दुईटा भाइस प्रेसिडेन्ट राखेको क्लब छ। आज आउन नसक्दा उहाँलाई पठाइदिँदा पनि त हुन्थ्यो होइन, त्यो पनि एउटा डेलिगेसन हो। मोटिभेसन अघि कुरा आइसक्यो। एकाउन्टेबिलिटी, कसैले ट्रान्सप्यारेन्सीको कुरा गरिसक्नु भएको छ कि जसले के काम गरेको छ त्यसको जिम्मा पनि लिन पर्यो, जस पनि लिनु पर्यो। जस अपजसको दुवैको हुन्छ। ट्रान्सप्यारेन्ट भयो भने को त्यसको जिम्मेवार हो भन्ने हुन्छ। फेरि क्लबमा गल्ती भन्ने हुँदैन, गर्न नजान्ने भन्ने हुन्छ। मानव कहिले काहीँ यो आयो सामान बुझाउन सकेन, भ्याएन, राख्यो होइन, त्यसलाई त मान्छेलाई ट्रेजररले भ्याउनु भएन। पहिला डेलिगेट गर्ने एसिस्टेन्ट राखेर हुनसक्छ, जोइन्ट ट्रेजर अथवा नहुन सक्छ, क्लबमा आफ्नो हुन्छ है। त्यही भएर यो 4वटा 5वटा मध्ये या अर्कोमा मैले ऱ्यान्डमली केही प्रेसिडेन्टहरू पिक गर्छु। उहाँले आफ्नो क्लबमा सबभन्दा बढी त्यो च्यालेन्ज के छ भन्नु होला है। यो मात्रै छैन भने छैन भन्नु होला है त। यो मध्येमा है जीवन तपाईँको चितवन नगरको समृद्धिमा यो लेखेको कम्युनिकेसनको चुनौती छ कि, इन्गेजमेन्टको छ कि, डेलिगेसन काम बाँड्नेमा छ कि, प्रेरणा छ कि छैन काम गर्नलाई, र सबै हिसाब किताबहरू र कामकाज सही राखेको दुरुस्त राखेको छ। कुनै यो बाहेक तपाईँकोमा केही समस्या छ? त्यही भएर त तपाईँको क्लब मोडेल क्लब छ। धन्यवाद। कसैको छ भने पनि भन्नु, किनभने केही लिडर्सहरू तोकेको छ क्लबमा जानलाई। यो भरको कुरा हो, समाधान निकाल्नुपर्छ है। ज्योतिनामा के भन्न पर्यो जस्तो लाग्यो हजुर क्लब। अब टिममा काम गर्दाखेरि के हुन्छ अन्तिममा त्यही आउँछ, मेम्बरहरू बढ्छन्, मेम्बरहरू रिटेन्सन हुन्छन्। हामीलाई ट्रेनिङ दिँदा इन्टरनेसनल पहिलेका प्रेसिडेन्टले के भन्नुभएको भने कोहीला त्यो नहुँदै गर्दा म प्रेसिडेन्ट हुँदा दुईटा मात्रै ध्यान राख्नु, एउटा उनीहरूसँग संवाद गर्नु, इन्गेजमेन्ट गर्नु र सबै सहयोगमा उनीहरूलाई सहभागीको मतलब जस्तो हाम्रा विभिन्न एक्टिभिटी छन्। 8वटा त ग्लोबल भन्छन्, एउटा दुईटालाई कोअर्डिनेटर या डेपुटी कोअर्डिनेटर केही बनाएर काम लगाइदिएपछि मैले पनि काम पाउँछु भन्नुहुन्छ। र इन्ट्रेस्ट मिल्ने छ भने चाहिँ संवाद, सम्मान, उनीहरूको मान पनि राखिदिनु पर्यो। संवाद गर्ने, सम्मान गर्ने, ड्यु रेस्पेक्ट दिने, उनीहरूलाई विशेष गरेर इन्गेज गरेर मेम्बर भन्छन्। हामीले चाहिने मेम्बर चाहियो माथिबाट आउँछ, क्लस्टरसिपलाई दबाब आउँछ, त्यसपछि प्रेसिडेन्ट आउँछ, त्यहाँ गरेर बस्नु पर्यो होइन। गाह्रो छ नि होइन। कतिलाई 1 वर्ष 2 वर्ष बनाउनु सही हुन्छ, तेस्रो वर्षमा क्लबहरू मर्छन् या ती साथीहरू ड्रप हुन्छन्। त्यही भएर रिटेन्सनको लागि पनि बेटर सर्भिस आउटकमको त अघि नै कुरा भइसक्यो। हामीले
गुड टिममा गर्नुपर्छ। 20 जना नभए पनि 10 जना भौतिक रूपमा पनि 10 जनालाई अनलाइन भए पनि जोड्नु होला। उनीहरूलाई चाहिँ रेकग्नाइज गर्ने ठाउँमा गरिदिनु होला है। अब यो पाइपलाइन जुन भन्यो नि स्ट्रङ्गर लिडरसिप पाइपलाइन, अब कस्तो छ भने यो लाइन बार होइन। हजुर सबै प्रेसिडेन्टशिपहरू जोनको लागि एलिजिबल हुनुहुन्छ। अल जोन्स आर एलिजिबल फर गभर्नरसिप हैन। हजुर हो नि त, नियमअनुसार हजुर सबै एलिजिबल हुनुहुन्छ। पाइपलाइन भनेर लाइन लाएर 54 जना जोनलाई राख्ने त होइन, तर पनि युआर एलिजिबल भनेको। अघि मैले एउटा ग्रिजको राजहंस जस्तै एउटा हाँसको मैले उदाहरण दिएँ, हिसाबमा दौडिने होइन। एउटा थाक्यो पछाडि गयो, रेस्ट गरेर अर्कोले प्रोफाइल गरेछ। त्यो पाइपलाइन भनेर ठ्याक्कै लाइन लगाएर सबैलाई राखिदिने त होइन, कोही कोही प्रोमिनेन्ट भइहाल्छ। भएपछि हजुरको क्लबले नै त्यसलाई अगाडि बढाउन थाल्छ। संस्थाको उद्देश्य नै लिडरसिप, मेम्बरसिपको त सर्भिस भएपछि लिडरसिपको लागि पनि स्ट्रङ टिम हुनु। कति त क्लब भयो भने लगातार गभर्नरको क्लबहरू सामेल, हिमालय पाटनहरू, नारायण क्लबको ठाउँ क्लब छ। त्यसरी टिम हेरेपछि अलिकति टिम बलियो भयो। डिस्ट्रिक्टमा गएको छ बेसरी काम गरेका, क्लबमा कामै गरेन, त्यो भएन नि त। क्लबमा म आज कानुन सेक्रेटरी डिस्ट्रिक्टमा काम गर्दैन, आफ्नो क्लबमा मागको नमाग्ने सिङ्गो नमाग्ने भने त मेरो भएन नि त। देश त क्लब पनि त्यो पाइपलाइनमा बस्न पनि या प्रोमिनेन्ट हुन पनि आफ्नो टिम कतिको चाहिन्छ र बल्छ, पोलिटिक क्लब बल्छ। क्लब भने चाहिँ अघि भने व्यक्तिले गर्ने। म हजुरलाई सोध्छु, हाम्रो लिडरसिप कस्तो लिडरसिप हो? लाइन्समा हाम्रो लिडरसिप कस्तो लिडरसिप हो? सबैजना तपाईँ लिडर हुनुहुन्छ, हाम्रो जनप्रतिनिधि पनि हो। उहाँको लिडरसिप पनि सर्भेन्ट लिडरसिप, सर्भिस दिने। लाइन्समा पनि सर्भेन्ट लिडरसिपै हो। यो होइन कि माथि बसेर तपाईँहरूलाई डिक्टेट गर्ने अथोरिटी हाम्रो यो लाइन्समा कसै कुनै विधान संविधानले दिएको छ। यो चाहिँ सर्भेन्ट लिडरसिप भनेको हामी पहिला त के हुनु पऱ्यो त? सर्भेन्ट लिडरसिप भनेपछि बेसिक ल दिपेशमा सर्भेन्ट लिडरसिपमा बेसिक के हुनु पऱ्यो भन्छ। त्यो एउटा डाटा भन्न सकिन्छ। इन्डिभिजुअल्सको चाहिँ गरेको त्यो क्लब चाहिँ एक किसिमको त्यो शब्द त प्रयोग गर्ने होइन, तर एक किसिमको हाइज्याक भने जस्तो के क्लब एकजना व्यक्तिको निर्देशमा हुनसक्छ। राम्रो किसिमले गरे पनि हुन्छ, कतिपय त क्लबहरूलाई गरिदिन्छु भनेर त्यस्तो अपवादमा पनि हुनुहुन्छ। सर्भेन्ट लिडरसिप छ लाइन्समा होइन। यसमा चाहिँ के छ त हजुरको के चाहिँ हुनुपर्छ? हाम्रोमा अलिकति कमी भएको जुन छ कल्चरको चाहिँ हामी अरू सबै कल्चरहरू लान्छौँ। यसमा चाहिँ हामीले अरूलाई सिकाउने के छ भने हामीले हाम्रो क्लबलाई हामी आफ्नो ठाउँमा अरू रेगुलर मान्छे भएकै हुन सक्छौँ, तर यो क्लबमा हामी सबै खेलको बलि हो। यो पहिला हामीले बुझ्नुपर्छ। मैले बुझ्नुपर्छ, म क्याबिनेट सेक्रेटरीमा मुख परेर तपाईँहरूलाई त्यो व्यवहार गर्न मिल्दैन नि त। तपाईँहरूको कारणले म क्याबिनेट सेक्रेटरी छु, तपाईँहरूको सेवामा छु होइन। त्यो व्यवहार जहिले पनि देखाउनुपर्छ। हामी क्लब प्रेसिडेन्टको टिम बिल्डिङको कुरा गर्ने हुँदा प्रेसिडेन्टज्यूले पनि माथिबाट उहाँ सभाबाट पनि जुवान सभा चाहिँ हजुरहरूको एज प्रेसिडेन्टको एक्टिभिटीले नै फेलो मेम्बरहरूले फलो गर्नु हुँदा, उहाँले दिएको दिशा फलो गर्नु हुँदा उहाँले चाहिँ त्यसरी सोध्नुपर्छ।
बडी बनाउनु पाए त कम्तीमा त 4 स्ट्रक्चर चाहिन्छ बडी बनाएको हाइट बनाएको त राम्रो हो त्यही भएर हजुरलाई 12 मिनेटमा दिएको कम्तीमा 2टा इटा बडी बनाउन बाँकी छ कम बनाउन पाउनुहुन्न 4वटा हजुरलाई सामान पनि कम दिएको छ सानो स्टोर सीमितता बिचमा पनि काम गर्नुपर्ने पछि एउटा दिएको छ त्यो किन दिए भने जाने हजुरलाई हामीले चाहन्छ अनि यहाँ बस्ने साथीहरूलाई जसलाई हामीले बोल्न दिएन हजुरलाई चित्त बुझ्या त केही बोल्न पायो हुन्थ्यो भन्ने थियो कि थिएन यसो सिकाइदिएँ म पनि हात बढाइदिएँ भने थियो
त्यो होइन अनि औरा भएको होइन यस्तो गरिदिन पाए अझ राम्रो हुन्थ्यो भन्ने भएको होइन क्लबमा पनि त्यही हो सबलाई अलिकति उटुटी आओस् सबै मिलेर गरौँ अझ राम्रो बन्थ्यो कि जस्तो लाग्छ नि हजुरहरूलाई एक्ज्याक्टली होइन योभन्दा अझ राम्रो बन्थ्यो कि जस्तो लाग्छ साइलेन्ट मेम्बरहरू सबैमा सहमत हुनुहुन्थ्यो म पनि अझ यस्तो हेल्प गरिदिन पाएँ विविध वर्गका मान्छे सङ्गत पनि गर्नुभएको छ देख्नु पनि भएको छ यो हामी कहिले काहीँ प्रभावले कहिले काहीँ अभाव समय व्यवस्थापन क्लब प्रेसिडेन्टज्यूहरूलाई समय व्यवस्थापन सम्बन्धी केही साक्षात्कार गर्छ के होला त समय म्याडमले अघि नै घर गएर भात पकाउनु छ भन्नुभएको छ एकजना होइन त्यो समय हो होइन हो नि फर्चुनेटली आज अफिस जानु पर्दैन बिदाको दिन छ त्यो एउटा पार्ट हो यो पनि समय हो नि आयोजकले व्यवस्थापन गरेर बिदा पारे त्यो पनि एउटा समय हो होइन ख्याल गर्नुपर्ने कुरा मध्ये के होला त समय के होला समय व्यवस्थापन यो टेबलबाट हामी भन्न सक्छौँ के होला यो समय जो कसैले जे भन्दा पनि हुन्छ चार समय भन्दा म्याडमले आज यस्तो मिटिङ छ फर्स्ट व्यक्ति आएको छैन सेकेन्ड व्यक्ति आउँदैछ भनेर म यहाँ आइपुगेँ मलाई त यही समय जस्तो लाग्यो उसो भए आउने अवरोधहरू हामी यसलाई दुई भागमा बाँड्छौँ एउटा एकजनाले बोल्यो भने के हो कानुन प्रशस्तै छ हामी सामाजिक अभियन्ता छौँ हामी परिवारको सदस्य हौँ अभिभावक हौँ हामी एउटा अफिसको एडमिनिस्ट्रेसनको चाहिँ जिम्मेवारीमा छौँ होइन हामी विभिन्न किसिमका कामले बाँधिएका व्यक्तित्वहरू हौँ होइन मैले यता सोधेँ होइन भोलि गर्छु भनेको ठिक छ गुड जुने पनि केही छैन स्वार्थ मनमा लाग्दा 1 सेकेन्ड नगर्ने त्यही हो नेता भएर स्पष्ट लक्ष्यको पहिचान नगर्ने वातावरणीय कारणहरू धेरै जिम्मेवारी एउटै व्यक्तिले लिनु पनि यो टेबललाई कामको प्राथमिकता लक्ष्य नहुनु ज्ञानको अभाव झुट बोल्नु डिस्ट्र्याक्सन स्ट्रेस डिस्ट्र्याक्सन के छ जस्तो केही काम जस्तो केही काम गर्न खोज्दै हुनुहुन्छ तर तपाईँलाई अवरोधहरू डिस्ट्र्याक्सन मोबाइलले आफ्नो विभिन्न खालको काम गर्न अवरोध गरेर डिस्ट्र्याक्सन होइन यो पनि के हो चुनौती हो यही हो च्यालेन्ज यसैलाई म्यानेज गर्ने त्यही हो समय त्यसलाई उठाएको रूपमा हामी हजुरहरूले दिनुभएको इटा अन्त त्यो जोड्नेमा लगेर ट्याक्क राख्छ हट खोजेर ल्यायो भने हुन्छ टुक्रा भएर चिसो हुन्छ घरमा पैसा रेडी गरेर पैसा ल्याउनु हुन्न किन उसले कन्स्ट्रक्टिभ काम गरे हो उसले जोड्नु हो नि त अनि उसलाई के थाहा छ भने भोलि न मैले हिजो गरेर स्क्याप गर्ने आजै भएन प्राउड त्यही इक्जाम्पल अरू स्क्यापको लागि इक्जाम्पल मतलब कन्स्ट्रक्टिभ कुराहरू जसले तपाईँको बारेमा प्रकाश छ आजको रिजल्ट हेर्नुहोस् न सबै फाइदा छ घरबाट सक्रिय सदस्य नभएर भोट आउँछ हाम्रो समस्या सुन्नुहोस् फाइदा फेरि तपाईँलाई भरदम फाइदा है जहाँ पनि यस हुन्छ यता नि भ्याउँछु होस् उता नि भ्याउँछु होस् अमर यादहरू पार्टी हुन्छ भाइसँग अध्यक्ष बनाउनुहोस् म भ्याउँदिनँ म पार्टी
दिनलाई अनुसरण गर्छ। बिहान 6:30 बजे लाइन मारिया मिनेटको निद्रा उपयोगी हुने सोच्छिन्। बिहान केही थप मिनेटको निद्रा पुरै 1 घण्टामा मारियाले आज साँझको लायन्स क्लब पुगेकी छिन्। तनावग्रस्त र उनले एउटा महत्त्वपूर्ण कार्य पुरा गर्ने प्रयास गर्छिन् तर